I heard that to be initiated into the Tantra, one has to have sex. Is that true? तन्त्रमा लाग्नको लागि सम्भोग गर्नुपर्छ के सत्य हो? यो प्रश्नको अर्थ। योभन्दा अगाडि मैले भनेको थिएँ तन्त्र के हो, कस्तो मान्छेले तन्त्रमा लाग्न उचित हुन्छ भनेर। फेरि त्यही कुरा भन्छु, तन्त्रमा न केही सही हुन्छ न केही गलत हुन्छ, न कुनै पाप हुन्छ न कुनै धर्म हुन्छ। तन्त्रमा जे हुन्छ सो हुन्छ। तिमीलाई जे इच्छा लाग्छ सो गर। तिमीलाई मांसाहार गर्न मन लाग्छ भने गर। तिमीलाई सम्भोग गर्न मन लाग्छ गर। जति पनि इच्छा चाहनाहरू छन् तिमी सब भोग विलास गर, तर होसमा गर। तिमीले यो कुरा होसमा गर्नुपर्छ। तिम्रो उद्देश्य के हो, तिम्रो चाहना के हो, होसमा रहनुपर्छ भनिएको छ। भनेको मतलब तिमीलाई जे जे चाहिन्छ सबै कुराहरू भोग गर भनेपछि त्यसमा अफकोर्स त्यसमा मांसाहार पनि पर्न सक्छ, मदिराहरू पर्न सक्छ, सम्भोगहरू पर्न सक्छ, सबै पर्न सक्छ, मैथुनहरू पर्न सक्छ, सबै थोक पर्न सक्छ। तपाईँले कुन इन्टेन्सनले सोध्नुभयो थाहा छैन, तर यही नै हो सत्य। अब तन्त्र भन्ने बित्तिकै हाम्रो नेपाल त धेरै नै इन्डियासँग इन्फ्लुएन्स भएको कन्ट्री हो होइन। भन्दाखेरि इन्डियन धोती के भनेर गाली गरिन्छ, तर हामी धेरै इन्फ्लुएन्स भएको छौँ उनीहरूसँग। हाम्रो कल्चरहरूदेखि लिएर लगभग सबै कुराहरू त्यहीँदेखि इन्फ्लुएन्स भइसकेको छ। तपाईँले जुन तन्त्र कुरा गर्नुभयो त्यो नेपालीबाट भन्नुभयो कि इन्डियाकोबाट, त्यो युट्युबरको पडकास्टरबाट सुनेर भन्नुभयो त्यो थाहा भएन। तर तन्त्र भनेको चाहिँ टेक्निक हो, एउटा तरिका हो ईश्वर प्राप्तिको लागि भनेर भनिन्छ। अनि नेपालमा पनि त ईश्वर प्राप्तिको लागि जुन विधि छन्, धामी झाँक्रीहरू छन्, नेवारीहरूको पुजारीहरू छन्, मन्दिरहरूतिर जति पनि पुजारीहरू छन् उनीहरू त विवाहितै छन् नि। विवाहित मात्र नभइकन उनीहरूको बालबच्चा पनि त छ नि है। गाउँघरतिर हेर्नुहोस् त धामी झाँक्रीलाई सोध्नुहोस् त, उनीहरूले मदिरा पान गर्छन् कि गर्दैनन्, उनीहरूले मांसाहार गर्छन् कि गर्दैनन्, अनि मन्दिरतिर होस् या कहीँ कतै भोगहरू दिन्छन् कि दिँदैनन्। है हाम्रो चाहिँ के सोचाइ छ भन्दाखेरि मान्छेहरूको चाहिँ जुन म भन्ने सोच छ होइन, म मान्छे हुँ, मेरो नजिकको प्राणी अथवा जीव जन्तुहरूलाई माया गर्नुपर्छ। चाहे त्यो बाख्रा होस्, सुँगुर होस्, गाई होस् होइन, खसी कुखुरा जेसुकै होस् माया गर्नुपर्छ। कुकुर सबैलाई माया गर्नुपर्छ, उनीहरूको बाँच्न पाउने अधिकार हो भनेर हामीले म भन्ने सोच राख्छौँ। तर तन्त्रमा के हुन्छ, सब बराबर हो। यदि तिमी एउटा प्राण हो, एउटा जीवन हो भने त्यो बोका पनि एउटा जीवन हो, त्यो सुँगुर पनि एउटा जीवन हो, त्यो कुखुरा पनि एउटा जीवन हो। र त्यसको साथसाथै त्यो साग पनि एउटा जीवन हो, त्यो फर्सी पनि एउटा जीवन हो, त्यो स्याउ पनि एउटा जीवन हो। तिमीले जुन म मान्छे हो त्यही भएर मैले बाँच्नु पर्छ, त्यो बाख्रा हो, त्यो गाई हो, त्यो हात्ती हो, त्यो पनि एउटा जीवन हो, त्यसले बाँच्नु पर्छ भन्ने जुन भावना छ त्यस्तै नै अर्को चाहिँ के हुन्छ, साग पनि त एउटा जीवन हो, स्याउ पनि त एउटा जीवन हो, सुन्तला पनि त एउटा जीवन हो। जसरी तिमीले गाई बस्तुलाई मारेको छौ त्यसै गरी नै तिमीले उनीहरूको सागसब्जीको पनि त जीवन लिएर त तिमीले आहार गरिरहेको छौ। भनेको मतलब सब कुरा स्वीकार्य छ। जीवन निर्वाह गर्नका लागि घाँस बास कपास चाहिएसरी एउटा जीवनदेखि अर्को नयाँ जीवन सृजना गर्नका लागि सम्भोग
मैथुन गर्न आवश्यक छ, यसमा केही गलत छैन भनेर भनिन्छ। र अर्को चाहिँ के छ भन्दाखेरि तन्त्रमा महिला पुरुष स्त्री केही पनि छैन, सबै समान हो हैन। जुन तरिकाले ईश्वर प्राप्त गरिन्छ, ध्यान तप जप गरेर गरिन्छ भने त्यसमा त्यागको बाटो होला, तर तन्त्रमा त स्वीकारको बाटो छ। स्वीकार गर्छु मलाई चाहेको इच्छा लागेको सबै कुरा म स्वीकार गरेर ईश्वर प्राप्ति गर्छु। त्यही भएर त भनिन्छ तन्त्रमा फेमिनिटी अथवा स्त्री तत्त्व धेरै हुनुपर्छ, स्वीकार्य हुनुपर्छ। जे जति कुरा आउँछ त्यसलाई स्वीकार गर्न सक्नुपर्छ भनेर भनिएको हो है। त्यही हो तन्त्रमा अब इनिसिएट कुराहरू। यो चाहिँ अब तान्त्रिकहरूको त्यो कुराहरू अब आजकल के विधिबाट कसरी गर्छन् त्यो उनीहरूलाई नै सोध्नुपर्छ। अनि फेरि इनिसिएट भनेर त्यस्तोको पछि लागिराख्नु पनि हुँदैन। हामी जे कुराको लागि धेरै डेस्परेट भएर पछि लाग्छौँ त्यही कुराको फाइदा उठाएर मान्छेले कहिले हामीसँग ठग्ने हो थाहा हुँदैन है। त्यही भएर चाहिँ पछि लाग्ने ओर्ने इनिसिएटको पछि लाग्ने ओर्ने होइन। अनि तन्त्रमा लाग्दाखेरि त सब कुरा माछामासुदेखि लिएर सब थोक जायज रहेछ, म त ईश्वर पनि प्राप्त गर्छु, यो पनि गर्न पाउने रहेछ भनेर पनि पछि लाग्ने होइन। आफ्नो प्रकृति के छ, प्रकृतिले नै तिमीलाई छानेको हुन्छ। तिम्रो कस्तो प्रकृति छ त्यो अनुसारको त्यो बाटोमा लाग्ने अनि ईश्वर प्राप्ति हुन्छ। कसैले ईश्वर भन्ला, कसैले परम आनन्द भन्ला, कसैले के भन्ला, तर त्यही हो कुरा, प्राप्ति हुन्छ है। यही हो तन्त्रमा चाहिँ इनिसिएट हुनलाई चाहिँदैन होइन। यो कुराहरू पनि स्वीकार्य चाहिँ छ भन्ने कुरा चाहिँ हो है। हस् त, नमस्कार।